पाठेघर भनेको हाम्रो बच्चा बस्ने ठाउँ। पाठेघरको मुखको क्यान्सरको हामीले कुरा गऱ्यौँ भने अहिले हालसालै जुन ग्लोबोक्यानले निकालेको आँकडा छ त्यसमा हेऱ्यो भने अहिले पनि नेपालमा प्रतिदिन सबैभन्दा धेरै महिला चाहिँ पाठेघरको मुखको क्यान्सरको कारणले गर्दा मृत्युवरण गरिरहेको देखिन्छ। यो एउटा क्यान्सरको मात्रै चाहिँ हामीलाई ठ्याक्कै कारण थाहा छ कि एक थरीको विषाणु जसलाई चाहिँ हामी ह्युमन प्यापिलोमा भाइरस भनेर यसको पत्ता लाग्ने बित्तिकै पाठेघरको मुखको क्यान्सर त हामीलाई त लाग्नुभन्दा अगाडि नै थाहा हुने रहेछ भनेर भन्न सकिया कारण पनि त्यही हो। कोही पनि शारीरिक सम्पर्क भएका महिला या पुरुषलाई यो भाइरसको सङ्क्रमण हुने सम्भावना झन्डै 80% हुँदो रहेछ लाइफ टाइमभरि। त्यही भएर यो भाइरसले फेरि आजको भोलि क्यान्सर गराउने होइन, शरीरमा प्रवेश गरेर यो बसिराखेकै पनि अहिलेसम्मकै हेऱ्यो भने केही नभए पनि 10 देखि 20 वर्ष लाग्न सक्छ यो भाइरस प्रवेश गरेपछि क्यान्सर हुनलाई। त्यो हिसाबले हेऱ्यो भने हामीले त्यो बिचमा एकचोटि मात्रै पनि ती महिलाको जाँच गर्न सक्यौँ भने कमसेकम यति धेरै महिलाहरूलाई भइरहेको क्यान्सरबाट बच्न सकिने रहेछ भनेर चाहिँ बुझेका छौँ। क्यान्सर लाग्ने बित्तिकै त मलाई के पनि हुँदैन सुरुको अवस्थामा त। जब लागेर फैलिन लाग्छ, यसले जब अरू पाठेघरको मुखबाट बाहिरका अङ्गहरू पनि भेट्न सुरु गर्छ अनि बल्ल यसले मलाई समस्या दिने हिसाबले हामीले 30 वर्ष उमेर पुगिसकेका महिलाहरूलाई जाँच गर्नुपर्छ भनेर हामी सल्लाह दिन्छौँ। यो भाइरसको टेस्ट गरौँ अथवा भाइरसका असर जाँच गर्ने 2 थरीका टेस्ट हुन्छन्। यी कुनै पनि विधिबाट गरिएका जाँचहरू 3 देखि 5 वर्षको अन्तरालमा हामीले नियमित हिसाबमा गरायौँ भने हामी यो क्यान्सर हुनबाट बच्न सक्छौँ। यसको लागि साधारणतया हाम्रो पाठेघरको मुखबाट जुन निस्किएको पानी हुन्छ त्यसमा भएका कुनै पनि कोशिकाको इभन सानो अंश मात्रै रहेछ भने पनि यो भाइरसको टेस्ट गर्नलाई हामीलाई पुग्ने हुन्छ। अहिले यो भाइरसको जाँचको कुरा आएपछि एकदम सजिलो चाहिँ कसरी भयो भने चिकित्सकले त्यो नमुना सङ्कलन गर्नु पर्दैन, महिला आफैले आफ्नो नमुना सङ्कलन गरेर त्यो जाँच्ने ठाउँमा दिए मात्रै पनि पुग्ने रहेछ। स्वयं सङ्कलन भन्छौँ हामी। यदि हामीलाई आफै जाँच्दा विश्वास छैन भने स्वास्थ्य कर्मीलाई निकालिदिनुहोस् त जहिले पनि भन्न सक्यो। यसमा कस्तो छ भने पुरुषको लिङ्गको भित्रपट्टि यो भाइरस लामो समयसम्म बसिराख्न सक्छ र पुरुषमा लिङ्गको क्यान्सरले थोरै मात्रामा गराएको देखिन्छ, तर पुरुषलाई घाँटीको क्यान्सर अथवा यो मलद्वारको जुन चाहिँ दिशा बस्ने ठाउँको क्यान्सर पनि यसले निकै नै देखिएको छ। यो विषाणुसँग सम्बन्धित भनेपछि त पुरुष पनि कुनै न कुनै बेलामा यो क्यान्सरले आक्रान्त हुन सक्ने त सम्भावना त रहेछ यो भाइरसको कारणले। भनेपछि यदि मेरो शरीर बलियो छ, भाइरसको विरुद्ध यसले लडिरहेछ, काम गरिरहेछ भने भाइरस भए पनि मलाई के पनि असर नहुन सक्छ। भाइरस पोजिटिभ हुँदैमा मलाई क्यान्सर हुन्छ भन्ने होइन, मैले खालि त्यो भाइरस पोजिटिभले मलाई सजग मात्रै गराएको अरू जाँच गराउनलाई कुनै पनि विधिबाट अब त्यो विषाणुले असर गरेछ कि छैन पाठेघरको मुखमा भनेर त्यो जाँच गर्न मिल्ने भयो र त्यहाँ केही गरी सेता टाटा देखियो भने एकदमै साधारण उपचार हुन्छ। यसको जुन गर्ने भन्छ एउटा मेसिन हुन्छ, त्यो मेसिनले 30 सेकेन्डको लागि त्यो छालामा देखिएको सेतो दागमा छोइदियो भने त्यो छाला आफै झरेर जान्छ र त्यो ठाउँमा राम्रो छाला पलाउँछ। अर्को बुझ्नुपर्ने के छ भने मैले पाठेघर निकालेर मलाई यो क्यान्सर हुँदैन भन्ने होइन। 40-45 वर्षकी महिलालाई क्यान्सर हुनु भनेको त उसको पुरै घर परिवार नै धराशयी हुनु हो नि। छोराछोरी पढ्दै हुन्छन् होइन, भर्खर अब घर यताउता घर व्यवहारको काम हामी सम्हाल्दै हुन्छौँ। शरीरमा बचाउन सक्ने, हामीले बच्न सक्ने यही एउटा मात्रै क्यान्सर हो होइन, पाठेघरको मुखको क्यान्सर। भनेपछि यो क्यान्सरबाट किन नबच्ने त? खाना र हाम्रो व्यायाम र त्यो सँगसँगै चाहिएको उपचार जुन साधारण उपचार मात्रै गर्यो भने पनि हामी यो क्यान्सर लाग्नबाट पूर्ण रूपमा चाहिँ बच्न सक्ने रहेछौँ। हाम्रा श्रीमान, दाजु, भाइ, बुवा जो कसैले पनि र अझ बुहारी होइन भएका भनेपछि सासू ससुरा जो कसैले पनि यो रोगको बारेमा बुझ्नु पनि पर्यो र घरमा भएका महिलाहरू जो हुन्छ एक नम्बरको त जचाउनु पर्छ है, जाँच गर्ने। नजिकैको स्वास्थ्य चौकी कहीँ छ भने अलिकति हामीले इन्करेज त गर्नु पर्यो नि। एउटा साधारण जाँच गराएर हामी बच्न सक्छौँ भने हामी जो कोही पनि जचाउनु पर्ने आवश्यकता छ र जचाउनु पर्यो, यति चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ।